नमस्ते गाइज सम्पूर्णलाई ढोक दिया। मैले के भन्न चाहेछु भने परदेशको ठाउँमा आएर है हामीले परदेशको ठाउँमा आएर चाहिँ अब यसरी हेर्नु न डरले लुकेर बसिरहेछौँ। अब काम सकियो, काम सकेपछि हामीले के गर्नु त हैन। अब त्यतिकै बस्दा पनि क्यामेराले फोटो खिच्छ, क्यामेराले फोटो खिच्ने भएपछि हामी चाहिँ यहाँ लुकेर बसेको। अब टाइम त बिताउनु पर्यो जसरी भए पनि, टाइम बिताउनुको कारणले मात्रै पनि हामी चाहिँ यसरी अब लुकेर बसेको। म चाहिँ गाइस चाइनिज होटलमा काम गर्छु हैन। फेरि आज बिजी पनि भएन, मान्छे पनि धेरै आएन, काम छिटै सकियो। काम छिटै सकेपछि अब लुकेर बस्नुपर्ने आवश्यकता पर्यो। विदेशमा गाह्रो छ पैसा कमाउनु गाइस, भन्नु मात्र सजिलो है। नेपालबाट यसो सोच्यो ओहो विदेश भनौँ, विदेश आयो, विदेश आएपछि विदेशमै यस्तो छ हालखबर हामीहरूको हैन, परिस्थिति यस्तो छ। अब काम नगर्दा पनि गाली खाइन्छ, काम गर्दा पनि गाली खाइन्छ। अब लुकेर बस्नुपर्छ, काम सकिँदा पनि, मान्छे नहुँदा पनि गाली खाइन्छ। बोसहरूको साह्रो छ नि, विदेश भन्नु मात्रै सजिलो, पैसा कमाउनु कम साह्रो छ गाइजहरू। एकचोटि अवश्य तपाईँहरूले विचार्नुहोस्, नेपालमै केही गरेर केही सिपहरू छ भने गरेर कमायो भने नेपाल एकदम बेस्ट, नेपाल एकदम बेस्ट। विदेश भन्दा पनि नेपालमा लगानी गर्नु सक्यो र कमायो भने बरु आफ्नो फ्यामिलीसँग बस्नु पाइन्छ, मजाले रमाएर आफ्नो फ्यामिलीहरूसँग होइन आफ्नो दुःख सुख गर्नु पाइन्छ। विदेश भने चाहिँ त यसरी लुकेर बस्नुपर्छ। म बसिरहेको छु नि अहिले होइन, तपाईँहरूले हेर्नुभएको छ। अब डटसोरी क्या, अब पैसा तिरेर आएछ उल्टै है, आफै बिक्री भएर आएको छ उल्टै। डटसोरी यसरी लुकेर बस्नुपर्छ। काम नहुँदा पनि लुकेर बस्नुपर्ने, काम हुँदा पनि कराउने, काम नहुँदा पनि कराउने। के गर्नु, आदि मासु क्या सम्झिँदाखेरि। बरु यो काम गर्नुभन्दा प्लिज तपाईँहरू चाहिँ होइन विदेश सोचेर सम्झेर पनि आउने विचार नराख्नुहोस्, म भन्न चाहेँ। मेरो यो भनाइ तपाईँहरूलाई कस्तो लाग्छ, के लाग्छ होइन, विचार्नुहोस्। मन परे लाइक र कमेन्ट पनि गरिदिनुहोस् र मलाई फेसबुकमा फलो पनि गर्नुहोस्। फलो गर्नु नबिर्सिनु होला प्लिज भन्दै यो चाहिँ मैले यहाँ टुङ्गाएँ।